Omega. हामीले यो च्यानमा हामीले हेर्यौं भने र यहाँ हामीले हेर्यौं भने येशू ख्रीष्ट नै अल्फा र ओमेगा भनेको चाहिँ आदि र अन्त हुनुहुन्छ. Because people were worshiping Christ outside the tomb and also inside in the 5th century and also the Crusaders 1,000 years ago. 5औं शताब्दीतिर र क्रुसेडर भनेको हजारौं एडीतिर चाहिँ त्यतिखेर मानिसहरूले यो टम्बभित्र पनि अनि बाहिर पनि येशू ख्रीष्टको पूजा आराधना गर्दथे. This channel here is where the stone would have gone in front of the tomb in Jesus' time, but there's no stone there now. येशू ख्रीष्टको समयमा यहाँनिर यस्तो देख्नु भएको छ यो च्यानल यहाँनिर चाहिँ एउटा ठुलो ढुङ्गाको बिर्को जस्तो थियो तर यो कालान्तरमा गएर हरायो. When Peter came in the Bible, the stone had been removed. बाइबलमा के भन्छ भने जब पत्रुस चाहिँ आउनु भएको थियो ढुङ्गा हटाइएको थियो. When the women came in the morning, they were asking each other in the Bible who was going to help move the stone because it was about 7 times that size. जब स्त्रीहरू पनि आए बिहान आइतबारको बिहान आए र यो ठुलो ढुङ्गा चाहिँ कसले हटाइदेला र हामीले येशू ख्रीष्टको लास हेरौँला भनेका थिए. When the women came here, there was no stone in front of it, just an angel to greet them. जब ती स्त्रीहरू आए तर यहाँ ढुङ्गा चाहिँ अघि हटाइएको थियो र त्यहाँ स्वर्गदूतले उनीहरूलाई अभिवादन गरे. When you go in, I want you to read the verse on the inside of the door because that's the most important thing you read in Israel. तपाईले यो ढुङ्गाभित्र छिरेर जब यता हेर्नुहुनेछ त्यहाँ चाहिँ इजरायलको सबैभन्दा मुख्य एउटा भर्स अथवा पद पाउनुहुनेछ. Okay, if that verse is not true, then we have no hope. But we believe the verse is very true, and so we have real reason to celebrate. त्यो भित्तामा लेखेको जुन पद छ त्यो चाहिँ सत्य हो र यो सत्य होइन भने हामीले विश्वास गरेको विश्वास पनि बेकारको हुनेछ. If you go in there, I will be able to tell on your face. If you go in there and you come out, I will be able to see you if you're expecting to see something in there. अनि जब म आशा गर्छु जब तपाईहरु भित्र पस्नुहुनेछ र भित्र जब तपाईले हेर्नुहुनेछ अनि भित्रबाट निस्किँदाखेरि एउटा त्यो पद देख्नुहुनेछ त्यो पदले म आशा गर्छु तपाईको हृदयमा परिवर्तन ल्याउनेछ. The beauty of that tomb is there's nothing in there. यो च्यानको सुन्दरता त्यो भित्र छैन. तर there's many religious leaders where you can go and visit their grave and their bodies under the ground. धेरै धार्मिक नेताहरूको अगुवाहरूको च्यानभित्र तपाई जानुहोस् र हेर्नुहोस् र हेर्नेछौं. Okay, but that's not the case with Jesus because he is no longer here. त्यो केस येशू ख्रीष्टसँग मिल्न सक्दैन किनभने हामी येशू ख्रीष्टको च्यानमा गयौं भने येशू ख्रीष्टको च्यान रित्तो छ त येशू ख्रीष्ट हुनुहुन्न. Rather than there, he's here if you let him. येशू ख्रीष्ट यो रित्तो च्यानभित्र राखिराख्नु होइन र तपाईले मेरो हृदयमा चाहिँ येशू ख्रीष्ट राख्नु पर्छ. The most important thing you read is that door, and here's what it says. मुख्य कुरा चाहिँ यो ढोकामा लेखिएको कुरा हो जुन कुरा चाहिँ हाम्रो हृदयमा लेखिनु पर्छ. He is not here for he is risen. उहाँ चाहिँ यो भित्र हुनुहुन्न उहाँ चाहिँ बौरी उठिसक्नु भयो. हालेलुया. My challenge to you is if you believe that to go back to your country. म तपाईलाई यो चुनौती दिन्छु जब तपाई आफ्नो देशमा फर्किनु हुँदछ and they will ask you about Jerusalem and the Garden Tomb because they will want to know. जब तपाईहरुलाई सोध्नेछन् यरुशलेम कस्तो छ साच्चै गार्डन कस्तो छ त तपाईले यो जान्नु पर्दछ. And you can say I don't know about Jesus or I don't care. अनि तपाईले भन्नुभयो मलाई थाहा छैन येशू ख्रीष्टको मलाई यसको वास्ता पनि छैन. Or you can tell them what the verse says on the inside of the door. He is not here for he is risen. कि तपाईले यो भन्नुहुनेछ यो ढोकाको यतापटि लेखेको छ नि येशू ख्रीष्ट त्यहाँ हुनुहुन्न येशू ख्रीष्ट बौरी उठिसक्नु भएछ. हालेलुया. आमेन. So God bless you and thank you for being here today. परमेश्वरले तपाईहरुलाई आशीष दिउन् र धन्यवाद आज तपाई यहाँ हुनुहुन्छ. We were going to go in the tomb about 8 people at a time. हामीहरु एकपल्टमा 8 जना यो भित्र पस्न सक्ने छौं. So if you would come and line up with me over here. तपाईहरु लाइनमा आउनुहोस् त यहाँ.